तसिदिले फेरि पनि म नयाँ भिडियो ल्याएर आइसकेको छु। आजको भिडियो चाहिँ तारा देवीको इतिहासको बारेमा रहेको छ र त्यसै गरी तारा देवीलाई अनि हामीले प्रार्थना गर्यो भने के कस्तो फाइदा छ भन्ने बारेमा रहेको छ। ढिलो नगरिकन म यसको बारेमा भन्न चाहन्छु। प्रथममा चाहिँ तारा देवी हामीलाई कति महत्त्वपूर्ण पर्न जान्छ। अरू देवी देवताहरू पनि धेरै छ, त्यो पनि तारा देवी चाहिँ कतिको महत्त्वपूर्ण पर्न जान्छ भन्ने बारेमा भन्न गइरहेको छु। हामीलाई शङ्का नआउने त होइन कि हामीलाई अनि तारा देवी चाहिँ किन महत्त्वपूर्ण पर्न जान्छ भनेर शङ्का नआउने चाहिँ होइन। त्यसै कारणले थोरै भन्ने सोचे। तारा देवी चाहिँ हाम्रो आयुको, धन सम्पत्तिको अनि कामकाजको, त्यसै गरी ज्ञानको देवी पर्न जान्छ। हामीले यो चारवटामा कुनै चाह्यो भने हामीले तारा देवीलाई पुकार्न, प्रार्थना गर्न सक्छ। तारा देवी चाहिँ अनि तारा देवीलाई प्रार्थना गर्यो भने चाहिँ हामीले फल चाहिँ जसरी पनि पाउँछ। फल पनि त्यत्तिकै जस्तै हामीले मुखबाट मात्रै कुम्जे चिमा भमडमला छा छल छजडममा पामा यस्तो भनेर चाहिँ पाउँदैन। मन पनि एकदम सफा हुनुपर्छ। मन अब आफूलाई मात्र नभएर अरू प्राणीको लागि पनि फाइदा होस् भनेर। त्यसै गरी तारा देवीलाई एकदम विश्वास भएर चाहिँ प्रार्थना गर्यो भने चाहिँ हामीले एकदम फलहरू पाउने फिक्स नै हुन्छ, स्योर नै पाउने भन्ने हुन्छ। यो कुराहरू चाहिँ कसरी थाहा पाउँछ भन्दा चाहिँ पहिलाको अनि बोधिसत्वहरूको, प्रख्यात लामाहरूको कथाहरूबाट चाहिँ थाहा पाउन जान्छ। र अब चाहिँ म तारा देवीको कथा चाहिँ सुरु गर्न चाहन्छु। तारा देवीको कथा चाहिँ एकदम स्पेसल एउटा पर्न जान्छ। किनभने तारा देवीको कथा किन स्पेसल पर्न जान्छ किन स्पेसल पर्छ भन्यो भने तारा देवी चाहिँ अहिले हाम्रो बुद्धको पालोको नभएर अहिलेको बुद्धको पालोको नभएर बुद्धभन्दा अगाडिको बुद्धको पालोको हो। अब धेरै जसो ढाचुम्बाहरू, अब आराधहरू अनि बोधिसत्वहरूको कहानीहरू चाहिँ अहिले के भन्छ गौतम बुद्ध आउनु भएपछि निस्केको कथाहरू भन्दा, तर तारा देवीको चाहिँ यस्तो होइन। तारा देवीको चाहिँ अगाडिदेखि नै चलिआएको एउटा कथा रहेको छ। त्यसै कारणले तारा देवीको अब स्टोरी भनौँ, कथा भनौँ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण जान्छ। यो बुझ्नु चाहिँ हामीले एकदम जरुरी रहेको छ। अब धेरै अगाडिको युगमा, अहिलेको भन्दा धेरै अगाडिको युगमा अनि दिसिन्सेपा गडा भन्ने एउटा साङ्गे हुनुहुन्थ्यो। उहाँको अनुयायी, उहाँलाई फलो गर्नेहरू पनि धेरै हुनुहुन्थ्यो। त्यतिखेर नै यो अनि तारा देवीको कथा चाहिँ सुरु भएको हो। त्यो बेलादेखि चाहिँ सुरु भएको हो। त्यति दिसिन्सेपा गडाको बेलामा चाहिँ एउटा राजा हुनुहुन्थ्यो। राजाको पनि एउटा बुढी रानी हुनुहुन्थ्यो होइन। त्यो अनि रानीको नाम चाहिँ हिसे धवा भन्ने थियो। उहाँ रानी चाहिँ धर्म गर्नमा एकदम खुसी हुने, धर्ममा एकदम विश्वास भएको। अनि त्यति मात्रै नभएर रानीले चाहिँ उहाँ बुद्ध दिसिन्सेपा गडाको अनुयायीहरूलाई अनि एकदम दान गर्ने, अब के भन्छ सहयोग गर्ने यस्तो खालको हुनुहुन्थ्यो। र उहाँले त्यस्तो गर्दै अनि उहाँको चाहिँ अनि एक दिन चाहिँ बोधिचित्त चाहिँ उत्पन्न हुनुभएछ। अनि बोधिचित्त उत्पन्न भएपछि अब राजदरबारमै बसेर उहाँले चाहिँ त्यही प्राणीहरूको हितको लागि काम गर्दै पछि चाहिँ एउटा पावर, एउटा शक्ति चाहिँ प्राप्त हुनुभएछ। अनि प्राप्त हुनुभएपछि शक्ति चाहिँ सायद अलि बेलुकातिर प्राप्त भएको हो जस्तो। अनि प्राप्त भइसकेपछि उहाँले चाहिँ एउटा बाचा खानुभएछ। जबसम्म यो मान्छेहरूले मैले पाएको जस्तो पावर पाउँदैन, जस्तै शक्ति पाउँदैन, एउटा ठाउँ होला नि त। अब उहाँ पनि अब एउटा स्टेप हुन्छ नि, उहाँ नि कुन स्टेपमा पुग्यो होला, त्यो स्टेपसम्म
पुग्दैन तबसम्म म खाना खाँदिनँ भनेर चाहिँ उहाँले एउटा वाचा गर्नुभएछ। अनि वाचा गरेर उहाँ त्यसरी बसिसकेपछि उहाँले चाहिँ अनि त्यो पछि चाहिँ उहाँ बुद्धता प्राप्त गर्नुभएछ। बुद्धता प्राप्त गरिसकेपछि चाहिँ उहाँले धेरै प्राणीहरूलाई अनि अनि यो संसारिक भावबाट संसारिक चक्रबाट चाहिँ उद्धार गर्नुभएछ। त्यसै कारणले चाहिँ उहाँको नाम चाहिँ पछि झिझिन डोल्मा भनेर पर्न जान्छ। डोल भनेको चाहिँ उद्धार गर्नु हो, मा भनेको चाहिँ एउटा व्यक्तिलाई बुझाउँछ, त्यसैले झिझिन डोल्मा भनेर पुग्न गएछ। अनि यो भयो झिझिन डोल्माको छोटकरीमा एउटा कथा भयो। र अब चाहिँ उहाँलाई के भन्छ प्रार्थना गर्यो भने फाइदा के कस्तो छ भन्ने बारेमा भन्न गइरहेको छु। यो चाहिँ म एउटा कथाको मार्फतबाट भन्न चाहन्छु। धेरै अगाडि भन्दा नि अहिले यो नालन्दा विश्वविद्यालय हुँदाखेरिको कुरा हो यो चाहिँ। त्यतिखेर चाहिँ त्यो गाउँमा एउटा गरिब आमा र छोरी थियो। छोरीको चाहिँ अनि बिहे गर्ने बेला भएको थियो। एकदम छोरी चाहिँ एकदम राम्रो, एकदम खाइलाग्दो, ज्यानहरू यस्तो देख्दै वाउ खालको थियो। त्यो पनि अब उसको छोरीको चाहिँ बिहे चाहिँ गर्न नसकिरहेको थियो आमाले चाहिँ। किन भन्दाखेरि चाहिँ त्यतिखेर चाहिँ अहिले दाइजो प्रथा भन्छ नि। अहिले अब बिहे गर्नुभन्दा अगाडि त केटावालाहरूलाई सामानहरू दिनुपर्छ नि, त्यस्तो खालको प्रथा भएको कारणले उनीहरू चाहिँ एकदम गरिब भएको कारणले उनीहरूले भन्दा नि आमाले चाहिँ छोरीको बिहे चाहिँ गर्न नसकिरहेको थियो। अनि आमा चाहिँ एकदम दुःख भएर अब गाउँतिर सहयोग माग्दा नि नदिने, अनि अब कसले सहयोग नगरेपछि अनि त्यही गाउँको मान्छे कसैले चाहिँ उता नालन्दामा जाऊ, र नालन्दामा गएपछि ढाडपाले चन्द्रकीर्त भन्छ, उहाँलाई सहयोग माग भनेर भन्नुभएछ। उहाँ त्यहाँ चाहिँ भिक्षु छ, त्यो भिक्षुलाई चाहिँ सहयोग माग भनेर त्यही गाउँको मान्छे कसैले अनि त्यो आमालाई चाहिँ भनेछ। र आमा र छोरी चाहिँ त्यही नालन्दामा पुगेर अनि चन्द्रकीर्तलाई सहयोग मागेछ। सहयोग मागेपछि चन्द्रकीर्त चाहिँ त्यतिखेर अब त्यहाँको काम गर्ने मान्छे, अब अफिस हेर्ने मान्छे जस्तो कोही थियो होला। सहयोग मागेपछि चन्द्रकीर्तले पनि मसँग केही पनि छैन, म तिमीहरूलाई के दिने भनेर भनेछ। अनि त्यही पनि ऊ त्यहाँ एउटा झुपडी छ। त्यो झुपडीमा चाहिँ एउटा लामा बस्नुहुन्छ, त्यो अब भिक्षु बस्नुहुन्छ। त्यो भिक्षुलाई गएर चाहिँ के माग्नु, तपाईँहरूले के पाउँछ कि भनेर। अनि त्यो चन्द्रकीर्तले चाहिँ त्यो कुटी भनौँ न, उहाँ बस्नुभएको ठाउँमा त्यो आमा र छोरीले चाहिँ पठाएपछि अनि गएको त आमा र छोरीले यस्तो हेर्दा त त्यहाँ त एउटा लुगा अनि एउटा मान्छे बाहेक कोही पनि देखेन अरे। अनि आमा चाहिँ एकदम हरेस खाएर अब उसँग नि केही छैन रहेछ, मलाई के दिला भनेर अब सोचेछ अरे। त्यही पनि होस् न त एकचोटि त मागेर हेर्छु भनेर भित्र पसेर त्यो लामालाई सहयोग मागेछ। अनि लामाले पनि म आफै त भिक्षु, म आफै त मागेर खाने मान्छेले अब मलाई कसले दिन्छ भनेर मसँग त्यस्तो भनेपछि त्यस्तो के भन्छ, म आफै त भिक्षु, मसँग केही छैन, मसँग जब एउटा भिक्षुहरूको खाना इच्छा माग्ने पात्र हुन्छ नि, त्यो पात्र र लुगा बाहेक मसँग अर्को केही पनि छैन, तपाईँलाई के दान गरौँ, तपाईँलाई कसरी सहयोग गरौँ भनेर भनेछ। आमा चाहिँ निराश भएर त्यहीँ पल्टेर रुएपछि चाहिँ त्यो भिक्षुले चाहिँ एकदम आफ्नो एकदम मन दुखेर अब त्यस्तो साँच्चीकै दुःख परेको होला, त्यसो भए त कहाँ यसरी रुन्छ भनेर सोचेर माथि चाहिँ एउटा ढोल्माको एउटा थङ्गा चाहिँ निकालेर त्यो ढोल्मालाई प्रार्थना गरेर चाहिँ त्यो अनि लामाले ढोल्मालाई प्रार्थना गरिसकेपछि चाहिँ ढोल्मा चाहिँ
त्यो थङ्गाकै ढोलमा चाहिँ बाहिर आउनु भएर अनि ढोलमाले त्यो गरगहना छ नि त ढोलमाले लाउनु हुने त्यो गरगहना चाहिँ सबै त्यो भिक्षुलाई दिएर अनि उता अनि के भन्छ त्यो आमालाई देऊ भनेर ढोलमाले चाहिँ भन्नुभएछ। अनि ढोलमालाई भन्नुभएछ त्यसपछि चाहिँ भिक्षुले चाहिँ त्यो आमालाई दिएर अनि आमाले चाहिँ छोरीको बिहे गरिदिनु भएछ। अब यो कथाले चाहिँ तपाईँहरूले बुझ्नुभयो होला कि हामीले प्रार्थना गऱ्यो भने चाहिँ हामीले जसरी नै फल चाहिँ पाउने रहेछ, एकदम सफा मनले प्रार्थना गऱ्यो भने चाहिँ फल पाउने रहेछ भनेर चाहिँ तपाईँहरूले बुझिसक्नु भयो होला। अब प्रार्थना गरेको फल चाहिँ यो नै हो। अब आजको लागि यति नै। यो भिडियोमा मैले ढोलमाको इतिहास र ढोलमालाई प्रार्थना गऱ्यो भने के कस्तो फल पाउँछ त्यसको बारेमा मैले भनिसकेको छु। अब मैले जान्ने बुझ्ने तपाईँहरूमा सेयर गरिसिदियो। अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद।